माननीय सदस्यज्यूहरू हुन्छ भन्ने मान्य सदस्यज्यूहरूले हुन्छ भन्नुहोला, हुँदैन भन्ने मान्य सदस्यज्यूहरूले हुँदैन भन्नुहोला। माननीय हर्क साम्पाङज्यू गुइठे नबन्नुहोला, यस्ता नाथे सभामुख नबन्नुहोला। माननीय महावीर पुनज्यू जेसुकै गर नभन्नुहोला। माननीय सदस्य अमरेश कुमार सिंहज्यू तपाईँ भेष्ट राम्रोसँग लाउनुहोला। माननीय सदस्य रवि लामिछानेज्यू टुँडी खेलमा घुमाई घुमाई नाकको डाँडी भाँच्नुपर्छ नभन्नुहोला। प्रधानमन्त्री बालिन शाहज्यू तपाईको बोल्ने समय आएको छ, बीचमा र्याप नहानिदिनु होला। मलाई बोल्न दे सरकार, मन खोल्न दे सरकार नभनिदिनु होला, किनभनेपछि तुमी आफै सरकार हौ। माननीय सदस्य पुष्पकमल दाहाल प्रचण्डज्यू रेलगाडी छुटिसक्यो, चढ्ने चढ्छन् नचढ्ने छुट्छन् नभनिदिनु होला। तपाईका कैयौं साथी छुटे, तपाई लुकी लुकी परीक्षाको तयारी गरेर पास भइसक्नु भएको छ, अब एक्जामको झर्को नमानिदिनु होला। माननीय सदस्य गगन थापाज्यू, गगन थापा सरी है, उहाँ त बाख्रा चराउन जानु भएको छ, सरी उहाँ मान्य हुनुहुन्छ। माननीय सदस्य अर्को कसले जितेका छन् त? माननीय सदस्य खगेन्द्र सुनारज्यू तपाई बाख्रो बान्ने साङ्लो बाँधेर नआउनु होला, किनभने संसदको गरिमा राख्नुपर्ने हुन्छ। माननीय सदस्य शेरबा चित्त सिङ्गापुर गएका छन्। माननीय सदस्यहरू मर्यादामा रहनु होला, कुर्ची हान्न कस्तो सपना देखे त यार।